नि दुरै भर्खरै 5-10 मिनट भयो क्या ठ्याक्कै। मान्छेलाई अलिक चोट लाग्यो। फोन गर्नु भएको पुलिसलाई। भर्खर हो कि 5 मिनट अगाडि खै उता आउँदै गरेको गाडी हो क्या। पाँच मिनट नै भएन कि भर्खरै घट्यो। भर्खरको बेसी निकटैमा गरेको थियो। धन्न तपाईँको बोल्यो रहेछ र दिन भर्खरकै 5 मिनट अगाडि कुद्यो। रुक्नु न 5 मिनट आइहाल्छ के रे। बालबन के टर्निंग में यहाँ पर गोड़ो रहा तो छापा पे डैमेज हो गया। ऑर्डर के नहीं के ब्रेक ले ले मानी ठीक बा। सुन लो ब्रेक ले ले पर तने टायर काट के यहाँ लगा के पुलिस उतार लगा गाड़ी के। अबे सुनो उनके नहीं के लगा था हम यहाँ छापा हम मैंने हम कौन अपन हालत में नहीं मोती का बेटा ठीक बा। अपन बतिया का बालबन में पूरी से संपर्क करते सीधा खोल के तो
यस्तरी पल्टेछ क्या कस्तो गन्धन केही भएन चाहिँ यार मान्छेलाई त्यो मान्छे भन्दा नि अरू गाडी यता अरू गाडी आए चाहिँ अरू गाडीलाई फेरि भ्याउँथ्यो होइन ड्राइभरलाई चाहिँ लगेर गयो आफै मतलब हस्पिटल जान्छु भनेर गयो हुन्छ त्यस्तो नर्मलै चोट लागेको छ त्यस्तो धेरै त भयो होइन हल्का नर्मल सिङ्गल कहिले ड्राइभर के लोड छ हेर्न यार कस्तो हजुर चालकको नाम त थाहा छैन के अरे मलाई पनि थाहा छैन भर्खर लगेर गयो नि तपाईँले खबर गर्नुभयो मैले खबर गर्दै थिएँ क्या बन्दबडीवाला हो यो छोड यता मान्छेलाई चाहिँ केही भएन मान्छेलाई चोट लाग्यो अलिअलि म फेरि कस्तो मान्छे फोन नम्बर राख्नुपर्ने चाहिँ उसको फोन गर्न पठाएँ मलाई उहाँ मसँगै हजुर चालकको नाम छ र चालकको नाम छ हस्पिटलमा यहाँ छैन रे छैन रे क्या यहाँ एकजना मात्रै हुनुहुन्थ्यो ड्राइभर मात्रै हुन्थ्यो झोलामा हाल्दैन बडो गाउँपालिका वार्ड नम्बर 1 गुरौनी प्रदेश 2 याद बटालियन ग्यास भर्खरै 5-10 मिनट भयो क्या ठ्याक्कै सामान्य हो हजुर म यतिनिर टर्निङमा आउँदा बित्तिकै बेसी नै आवाज के गर्यो भनेको त गाडी रहेछ क्या यो मतलब